ठीक छ तपाईले भनेको रङ छैन है कथाको कत्नी इमामध्ये नांका हायासुकी te komatta koto ga arimasu ka donna toki arimashita ka oshite kudasai soyu toki wa dou yatte khaiketsu shimashita ka oshite kudasai अहिलेसम्म तपाई हतार गरे के काम बिगार्नु भएको छ हैन कहिलेकाहीँ मान्छेले गरेको छु नै भन्नुभयो कस्तो काम कहाँ मान्छेले गर्नुभयो र त्यसलाई कसरी सल्भ गर्नु भन्नुस् त भन्ने त अड्किन्छ यसमा कविता भेट्टा कसरी जमसन बनाइ पर्छ बनाउनु भएको त हुँदैन पराजम पिहरु केमा गर्छ पर्दा छ त्यही भएर घोप्नु सजिलै घोप्नुस् के अप्ठ्यारो हुने गरी नहोस् तर भनेको चाहिँ रङ छैन ठिक छ तिमीले क्रस क्वेसन आयो भने चाहिँ तपाईहरुले अलिकति अल्झाउँछ कि भन्नु कुरा दाइजु हुने चाखमा त यी त होइमास म त सुन्नु त कुरो का तपाईले यसले चेन्ज गर्नु भयो भने सजिलो बनाउनु भयो भने सजिलो हुन्छ के सजिलै निस्किनु है सहीको त देश अब हुन त याद गर्नु भएको होला हैन हेर्ने भन्छ भनेर क्रस क्वेसन लिन्छ है क्रस क्वेसन खाइगोमा म्याक्सिमम क्रस क्वेसनहरु आउन लागेको छ आजले प्रत्येक क्वेसनमा क्रस क्वेसन आउन लागेको छ तपाईले केही वर्ड भन्नुभयो नि त्यही वर्डलाई समातेर नसोधियो भने त दाइजो समातेरै क्रस क्वेसन गरिदियो भने तपाईले त्यहीँनेर घुमाउँदा बित्तिकै नियम रहेनछ भन्ने थाहा हुन्छ तपाईले भनेको कुराहरुमा त कुनै न कुनै रिजन कारण त हुन्छ नि त त्यहाँ कज हुन्छ कारण हुन्छ हैन त्यसको फल र प्रतिफल भन्ने कुराहरु हुन्छ त्योसम्म सोधिरहेको हुन्छ के त्यो भएको हुनाले त्यो भन्न सक्ने नियमगोगा हालसेरु हितो भन्दा बित्तिकै त्यही नै चाहिँ म यान्सान बोल्नु पर्छ भन्ने आउँछ यान्सान बोल्नु पर्दैन उले सोधेको एन्सर दिन सक्नु त सकिहाल्यो हैन यान्सानमा उले नसोध्ला अलग विषय हो तपाईले एन्सर चाहिँ N5 मै दिने हुन्छ तर उले सोधेको एन्सर दिन सक्नु पर्छ त्यही कुरा है सेन्से मेरो तान्स्यो सुन्दिनु न है एकचोटि है तान्स्यो वा सुकोसी सिनपाइसी एसुई तोकोरो देशदेमो माओरी नो हितो नो इके नो किते नाउसु यौनी दोयोकुसी तेइमास त्यो त मैले अघि भने त दोन्ना कोतो नि सिम्पाइसी सिगिरु कोतो देशका दोन्ना कोतो देशका कुरामा सिम्पाई सिसुगिरी हुनुहुन्छ तपाईहरु मैले अघि भर्खरै भने त जस्तो सिम्पाई सिसुगिरी कोतो देश मैले त्यसको त खाइदिन्छु नि म याद गर्नु भयो अगर नै दोन्ना कोतो नि सिम्पाई सिसुगिरी कोतो देश का वाकारा नै सेन्से ने कोतो न नतिको दसाई केही कुरा नयाँ कुरा गर्न लागि भने चाहिँ म सिम्पाई सिसुगिरी हुन्छु त्यसलाई खामपेकिनी गर्नु पर्छ त्यसलाई पर्फेक्टली गर्नको लागि म सिम्पाई सिसुगिरी हुन्छु भनेर भन्नु न नानी गात्रा सिसिको त गाह्रो त के वा सर खामपेकिनी सुरुतामे सिम्पाई सिसुगिरी कोतो देश ने दोन्ना सिकोतो देमो सेकिनिन खा ओमोते चान्तो वारासेरु तामेनी सिम्पाई सिसुगिरी कोतो देश कुनै काम भयो भने त्यसलाई जिम्मेवारी लिएर सक्ने अन्तिमसम्म चान्तो भनेको एकदम चान्तो तरिकाले है सक्ने पर्ने र निट एन्ड क्लिनली सक्नको लागि चाहिँ म सिम्पाई सिसुगिरी हुन्छु यो तपाईको वीक पोइन्ट भए पनि प्लस पोइन्टमै गयो के केही कामको लागि लिएर त्यसलाई सक्नको लागि तपाई चिन्तित हुनुहुन्छ भने त्यो गुड चिन्ता हो तर तपाई कमजोरी हो चिन्तामा हुनुहुन्छ तपाई मजाले खुलेर काम गर्नुपर्ने हैन यसरी चाहिँ आन्सर दिनु न अब यहाँ आज त्यसो तान्छु सक्ने हो भन्नुस् वातासी नो तान्स्यो वा सेउताई मेन्नो हितो तो हानासु नोगा निगातेना कोतो देश सोरे दे साइकिन शिक्षाको देखिनी हितो तो खाइवा नो रेन्स्यु सुरु युनिसिते मास फेरि भन्नु त वातासी नो तान्स्यो वा सेउताई मेन्नो हितो तो हानासु नोगा निगातेना कोतो देश सोरे दे साइकिन शिक्षाको देखिनी हितो तो खाइवा नो रेन्स्यु सुरु युनिसिते मास
सेउताइमेनसँग हाँसु गर्न गाह्रो लाग्यो भने त जापानको त सबै सेउताइमेन हो त। मैले अघि नै भने त तपाईँलाई सेउताइमेन भनेको के मिनिङ थाहा छ तपाईँलाई? कुरा गर्न अलिक गाह्रो हो नि। होइन सेउताइमेन न इमीमा नान्देश का सेउताइमेन मिनिङै थाहा छैन तपाईँलाई। एन्सर नदिनु न, मिनिङ थाहा छैन भने मैले फर्स्ट टाइम भेटेको मान्छेलाई फर्स्ट मिटिङमा मलाई गाह्रो लाग्छ भनेर तपाईँले भनिरहनु भएको छ। तपाईँको एन्सर तपाईँलाई थाहा छैन भने मैले के भनिरहेको छु तपाईँले थाहा छैन भने के एन्सर दिनुहुन्छ? त्यसै नदिनु न। यो त गर्दै नगर्नुहोस् कि। यो तपाईँले गर्नुभयो भने तपाईँलाई त त्यहीँ झुलाउँछ होइन। त्यो नगर्नुहोस् है। एन्सर चाहिँ दिनु, बुझेर एन्सर दिनु। र मैले के भनिरहेको छु भन्ने तपाईँले थाहा हुनु पर्यो। त्यो थाहा भयो पो तपाईँले त्यसको क्रस क्वेसन के आउँछ तपाईँले एन्सर बनाउन सक्नुहुन्छ त। नत्र कसरी सक्नुहुन्छ त? सक्दै सक्नुहुन्न नि होइन। सबैको त जे के हो चुके कुदा साई है। तपाईँले बुझेको नियमको कतिको बुझ्नु भएको छ भनेर चेक गर्ने हो नि। तपाईँले कति पढ्नु भएको छ भनेर हेर्ने नै तपाईँले एन्फो पढ्नु भएको कता पढ्न छ जे खाँकै नै देश्वर। तपाईँ एन्फो पास हो, एसएडब्ल्यू जानको लागि ओके हो, तर नियमको कतिको बुझ्नुहुन्छ भनेर चेक गर्न खोजेको हो कि उसले होइन। तपाईँको 250 स्कोर आए पनि बोल्न सक्नुहुन्छ मतलब हुँदैन उसलाई है। क्राइटेरिया मिट गरिसक्नु भएको हो, बोल्न सक्नुपर्छ। तर आफूलाई अल्झाउने काम गर्दै नगर्नुहोस् है। हजुर मेरो पनि सुन्दिनु है। क्रस क्वेसन के आउन सक्छ भन्ने भए सेन्सै आइतो छ। लास्ट है मैले तपाईँलाई सुन्नु ल एउटा भन्छु है। किनभने अब यही चौसो तान्सुमै क्लासहरू सक्ने भयो त दाइजो। यसकै क्लासको लागि एक दिन लाग्छ होइन। तपाईँले चाहिँ के सोच्नु भने मैले भन्ने आइडिया दिएँ नि त तपाईँहरूलाई। त्यो आइडिया तपाईँले ग्र्याब गर्ने हो कि। तपाईँले भन्ने एन्सर तपाईँलाई थाहा हुनु पर्यो नेपालीमा। त्यो एन्सर नेपालीमा थाहा हुँदा बित्तिकै योबाट यो क्रस क्वेसन आउँछ भने तपाईँलाई भित्रबाट थाहा हुन्छ कि आफै थाहा हुन्छ कि मैले भन्नुपर्छ र हुँदैन नि, पर्दैन नि, आफैले थाहा हुन्छ कि। त्यसरी चाहिँ प्रिपेयर गर्नु ल भन्नु त सजेसन। पनि एकचोटि हजुर どうぞ。はい。私の男性は一人で抱え込んでしまうところです。今は早めに相談するよう心がけています。そうですね。まあ、そんなにヘリバのテクスで私の男性は一人で抱え込んでしまうところです。今は早めに相談するよう心がけています。そうですね。まあ大丈夫。तपाईँको त्यस्तो नसोच्ला जस्तो लाग्छ सोध्न चाहिँ हैन। हजुर। हजुर हजुर भन्नु सेन्से हजुर कहिले नसुने मिनिङहरु पो सुनिरहेको छु त म त। अब यही त हुन्छ तपाईले सुनेकै मिनिङमा एन्सर दिनु न। आफूले सुनेकै आउँछ भन्ने त हुँदैन नि त। तपाईले भन्दा बढी पढ्नु भयो होला उहाँहरुले। तपाईँ मनोसान हैन तपाई? हजुर। अहिले तपाईँ पढेको कुराहरु पनि 2 वर्षपछि पढ्न आउने बिर्सिनु त पढेको मिनिङै बिर्सिनु भयो होला तपाईले। गम्बतीको त छैन। सेन्से धेरै मुभी हेर्छु भन्दा पनि हुन्छ होला। अमा यही हो दाइजोको देश। खानतानले बनाउनु ल यसले खानतानले बनाउनु सजिलो हुन्छ। त्यस्तो आमारी चाहिँ जटिल बनाउनु पर्छ भन्ने छैन कि। यसैमा नअल्झिनु तपाईँ। चेसो तान्सीमा अल्झेर हुन्छ त हुँदै हुँदैन। सजिलै निस्किने हो नि त यो भन्छ है। सेन्सी लास्ट यो सुन्दिन मेरो एउटा तान्स्यो है। 私の短所は最初は少し緊張しやすいところです。しかし仕事に慣れると自分から積極的に行動することができます。クロスクエスチョンत्यस्तो नहोला। अब किन्चे सिसिगुली भन्ने हुन्छ। अब त्यो किन्चे सिसिगुली त भने त्यस्तो नहोला है। साइकिन वा ने देखिरियो भने नाक्तेमास गाम्बातेमास भन्नु भयो भने दाइजो किन्चे त जो नि हुन्छ नि सुरुमा साइसोमा साइजो भयो।
सुन्नानी चाहिँ नहोला है, त्यस्तो चाहिँ नहोला तपाईँकोमा क्रस क्वेसन होइन। त्यो पनि बुझ्नु भएको छ आफूले भन्ने पनि, योबाट केही बनाइदिइहाल्यो भने पनि सक्नुहुन्छ होला नि त खाइकेछु भन्न है। यो त बुझेको छु है, arigatou gozaimasu। हजुर यसमा रिजन पहिले दियो भने त केही पनि सोध्नु हुँदैन होला नि त त्यो क्रस। रिजन पहिले दियो भने केही नसोध्ने भन्ने होइन, तपाईँले कसरी एन्सर दिनु भएको छ होइन, त्यो एन्सरको अनुसारले क्वेसन बनाउने हो उसले। तपाईँले दिएको एन्सरबाटै क्वेसनहरू बन्दै जान्छन् कि, यहाँ हामीले सिकाएको क्वेसनहरू भन्दा पनि फरक क्वेसनहरू सोधिदिन सक्छ तपाईँलाई होइन, त्यही तपाईँले दिएको एन्सरसँग रिलेटेड बनाएर। त्यही भएर खाइकेछु भन्नु अलग कुरा हो होइन। जस्तो मैले मोबाइल फोन धेरै चलाउँछु तर आजभोलि चाहिँ चलाउँदिनँ भनेर मैले खाइकेछु गरेँ नि त त्यसलाई होइन। मैले आवश्यक परेको खण्डमा मात्रै चलाउने गरी गर्छु भनेर मैले त्यसलाई सल्भ चाहिँ गरेँ, खाइकेछु भने मैले विथ रिजन भने होइन। तर मोबाइल फोनमा के हेर्नुहुन्छ तपाईँले धेरै भन्यो भने त्यो त बेच्नु सिचुएसन भयो नि त। अब अनिकै सेन्स मेरोकै यस्तो छ कि मेरो चाहिँ तान्सु चाहिँ वातासिनो तान्सु वा नानीका खाउटोकी नानीका सुरुतोकी हायाकु किमिरो कोतुगा देकिमासेन सोरेते कोमत्ता कोतुगा आरिमास डेमो साइकिन क्यो चुकेते खाइमोनो ओसिमास भनेको छ नि त मैले यसमा। अनि यसमा क्रस क्वेसन सोध्ने भनेको चाहिँ मेरो यसमा चाहिँ के सोच्छ त नि, यसमा अब किनमेल गर्ने बेलामा चाहिँ किन गाह्रो भयो भन्ने त्यस्तो न किनमेल गर्ने बेला किन गाह्रो भयो भनेर सोध्दैन के। जस्तो अब मलाई एप्पल मनपर्छ भने किन एप्पल मनपर्छ भन्ने क्वेसन चाहिँ हुँदैन त्यो होइन। यसमा मैले अनि रिजन यसमा दिइसकेको छु नि त, सावधानी अपनाउँछु भनेर भनेको छु, त्यसो भएर यसमा क्रस क्वेसन आउँदैन कि भन्ने जस्तो लाग्यो। त्यस्तो हुँदैन। जस्तो म मोबाइल फोन धेरै हेर्छु तर आजभोलि हेर्दिनँ, किन मोबाइल फोन धेरै हेर्नुहुन्छ भन्ने चाहिँ हुँदैन। मोबाइल फोनमा के धेरै हेर्नुहुन्छ भन्ने क्वेसनहरू सोध्छ कि भन्नाले त्यो रिलेटिभ क्वेसनहरू त्यो हुन्छ नि, एउटा रिजनेबल क्वेसनहरू चाहिँ सोध्छ। त्यो रिजन नभएको त्यतिकै बच्चा बच्चाले सोध्ने क्वेसनहरू जस्तो चाहिँ सोध्दैन कि है, त्यस्तो क्वेसनहरू चाहिँ आउँदैन। ओके सही कुरो जाने हाई। यो चाहिँ सबैले याद गर्नु है, च्यासो र तान्सो सबैलाई याद हुन्छ। च्यासो र तान्सो सोध्ने तरिका याद गर्नु सबैजनाले, तरिका यो तरिकाले सोध्ने रहेछ है। अब चुयोमी भनेको कतिलाई थाहा हुँदैन होला होइन, अब तोकुकी भनेको कतिलाई थाहा हुँदैन होला। तोकुकी भनेको नि च्यासो रहेछ भन्ने थाहा पाउनु, चुयोमी भनेको नि च्यासो रहेछ भन्ने थाहा पाउनु होइन। अनि तान्स्यो भनेको यो आमी पनि भन्ने रहेछ, यो कुनाइको तो वारै तोकुरो जाकुतेन पनि भन्ने रहेछ, खेत्तेन पनि भन्ने रहेछ एउटा है। अनि अर्को चाहिँ अनतन नअवस्था हो गाई तोकुरो, तपाईँले सच्चाइ ठिक हुने कुरा केही छ भनेर भनेको सोधेको पनि तपाईँको कमजोरी सोधेको हो भन्ने चाहिँ थाहा पाउनुहोस्। र मैले के एन्सर दिइरहेको छु र यो एन्सरबाट मलाई के क्वेसन सोध्ला त होइन, कस्तो क्रस क्वेसनहरू सोध्ला भन्ने कुराहरू चाहिँ तपाईँले माइन्ड मेकअप गरेर राख्नुहोस्। मैले बोलिरहेको थाहा हुनु पऱ्यो नि त क्रस क्वेसन के आउँछ भन्ने थाहा हुनलाई। मैले एन्सर के दिइरहेको छु भन्ने पनि थाहा हुनुपर्छ तपाईँले, नत्र क्रस क्वेसन आयो भने तपाईँले ट्याकल गर्नै सक्नुहुन्न त्यसमा। किन मैले के बोलिरहेको छु मैले भन्न चाहिँ भने होइन, त्यो भन्न चाहिँ जस्तो अघि भन्नुभयो नि हाम्रो सीता सानले एउटा साथै सेउताइम्यान भनेर, सेउताइम्यानको मिनिङ मलाई थाहा भएन भने मैले भन्न त भनिदिएँ, युट्युबबाट गयो कि कताबाट हेरेँ। अब मलाई त्यही मिनिङै थाहा छैन भनेपछि त उसले क्रस क्वेसन सोध्यो मैले कसरी ट्याकल गर्छु त, गर्नै सक्दिनँ नि। यो कुराहरू एकदम के चुकेर गएर अगाडि बढ्नु, हामी चुक्ने ठाउँ यहाँ चुक्ने त होइन, चुक्ने ठाउँ हामी कमजोरी चाहिँ यहाँनिर हुन्छ है। यो कमजोरीलाई हटाउनु सजिलो एन्सर भनिदिने हुन्छ, जेन दाइजे उद्देश्य होइन। म मोबाइल फोन धेरै चलाउँछु, कति सजिलो एन्सर लिन्न तँलाई भन्ने हुँदैन। झन् तपाईँले सजिलो एन्सर दियो भने त्यसको रिलेटेड क्वेसनहरूसँग मजाले ट्याकल गर्न सक्नुहुन्छ, कस्तो राम्रो नियम हो वा भन्ने हुन्छ, झन् राम्रो हुन्छ है। अप्ठ्यारो कहिले पनि नबनाउनु इन्टरभ्यूमा आफूलाई नेगाइसमा सोही कुरो राखेर है। के चुकेर गर्नु थाहा चाहिँ त्यति नै है। बाँकी दुईवटा कुरा नै, क्वेसन कसरी सोध्छ एन्सर कसरी दिने भन्ने कुरा के चुके गर्नु, बाँकी त के नै छ यो त सोध्ने क्वेसन हो, सोधिदिन सक्छ। मोस्ट इम्पोर्टेन्ट क्वेसन यो सोधेन भने युआर लक्की। 40 यो भन् अलिकति सकाएँ म 41, 42 सम्म 43 सम्म 44 सम्म जान्ला है। चाहिँ निहोन्दे शिगोतोगा मोजिकासी देशका देकिमासका। अब मोजिकासी वर्डसँग रिलेटेड भइसकेपछि थाइरियोको चिखाराको कुरा पावरको कुराहरू आउँछ है। योसँग रिलेटेड क्वेसनहरू पनि सोध्छ धेरै। जस्तो जापानमा काम चाहिँ गाह्रो हुन्छ सक्नुहुन्छ, मोजिकासी देशका देकिमासका देकिमास गाम्बारीमास
सक्छु मेहनत गर्छु भन्नु पर्यो भन्नै पर्छ यो ए देकिमासेन भन्नु पनि सक्यो त्यही सकिन्छ इन्टरभ्यु अब मोजकासी भन्ने वर्ड भनेको चाहिँ चिखारासँग रिलेटेड हो चिखारा भनेको पावर जस्तो खारादानी चिखारा हारिमास का तपाईको शरीरमा पावर छ हाई हारिमास थाइरियोको नि जिसिङ हारिमास का अथवा चिखारा नि जिसिङ हारिमास का जिसिङ भनेको चाहिँ कन्फिडेन्ट भनेको है हामीले भूकम्प भन्ने पढिरहेको हुन्छौँ जस्तो पहिला एकचोटि सिकाउँछ सिकाडी हुनुहुन्छ त्यहाँ हुन चाहिँ हैन सेउजी किन यो त नै अनेस्टली भन्दाखेरि उहाँले चाहिँ सिकाकै हो तर जिसिङ भनेको भूकम्प भन्ने सम्झिनु भयो होला चिखारा नि जिसिङ हारिमास का भनेको उहाँले चिखाको नि जिसिङ हारिमास का नजिकमा भूकम्प गएको छ भन्ने सम्झिनु भयो अरे उसले सोधेको थियो हैन फेरि चिखारा नि जिसिङ हारिमास का तपाईको पावरमा तपाईलाई कन्फिडेन्स छ मैले गर्न सक्छु भन्ने कन्फिडेन्स छ भन्ने सोधे उसले उहाँले इए भन्दिनु हो आइ कोरेदे मेन्चिचुका वारिदेश आरिगातो गोजाइमास भन्ने सोधिहाल्यो उति बेला सक्दियो हैन किन उनीसँग नि जिखान त्यस्तो हुँदैन नि त टाइम त उनीसँग लिमिटेड हुन्छ नि हैन समयको भ्यालु त सबैलाई हुन्छ नि आरिगातो गोजाइमास भन्ने सक्दिहाल्यो अनि कस्तो राम्रो भएको थियो के इन्टरभ्यु पछि अनि किन त्यस्तो भन्नुभएको भन्दा सेन्सै मैले त चिखाको नि जिसिङ भन्यो नजिकमा भूकम्प आएको हो तपाईको भनेर भने जस्तो ला इए भन्दिए भन्नुहुन्छ क्वेसन एकदमै सुनेर एन्सर दिनुपर्छ है सुनेर र के सोध्यो होला भन्ने चाहिँ थाहा हुनुपर्छ तपाईले थाहा भएन भने सुमासेन मोइचु त ओनेगाइसिमास सुमासेन चोत्तो वाकारिमासेन कार खान्तान्ना कोतो त ओनेगाइसिमास काइकिच चाहिँ गर्नुपर्छ त्यतिकै एन्सर चाहिँ नदिनु आवतार बिग्रिन्छ है चिखारा नि जिसिङ हारिमास का तपाईको पावरमा तपाईलाई कन्फिडेन्स छ हाई हारिमास गाम्बारिमास थाइरियोको पनि भन्न सक्छ है यो बडीको क्यापेसिटी थाइरियोको नि जिसिङ हारिमास का हाई हारिमास थाइरियोको चिखाते सिगोतो गा देकिमास का चिखारा चिखाते सिगोतो गा देकिमास का हाई देकिमास गाम्बारिमास माक्सु नाङ किलो गुराई मोचुकोतो गा देकिमास का म्याक्सिमम कति किलो बोक्न सक्नुहुन्छ माक्सु भनेको म्याक्सिमम भनेको जापानिज इंग्लिश हो बुझ्नुपर्छ हामीले कताका नाम लेख्छ है माक्सु नाङ किलो गुराई मोचुकोतो गा देकिमास का म्याक्सिमम कति किलो बोक्न सक्नुहुन्छ माक्सु 40 किलो गुराई मोचुकोतो गा देकिमास 40 किलो बोक्न सक्छु लेडिजहरु हुनुहुन्छ भने 30 किलो भन्दा हुन्छ 30 किलो बोक्न सक्छु भन्दा जेन्ट्स हुनुहुन्छ भने 40-50 जति भन्दिनु जेन दाइजु माक्सु 40 किलो गुराई मोचुकोतो गा देकिमास एन्सर चाहिँ फुल आउनुपर्छ म्याक्सिमम 40 किलो बोक्न सक्छु 40 किलो गुराई नाम्पोङ गुराई मोचुकोतो गा देकिमास का 40 किलो कति मिनेटसम्म बोक्न सक्नुहुन्छ 10 गुराई 10 मिनेट 5 गुराई 5 मिनेट नान्देमा यो जसरी भन्दा नि हुन्छ इचिजी खान गुराई चाहिँ नभन्नु त्यो चाहिँ अलिकति रिलेभेन्ट हुँदैन है रिलायबल हुँदैन त्यो 1 घण्टासम्म 50 किलो बोक्न सक्ने भन्ने त्यो गाह्रै कुरा हो हैन अलिकति असम्भव सम्भव नभएको चाहिँ हैन तर सुन्दाखेरि असम्भव हुन्छ त्यो त्यसरी चाहिँ नभन्नु होला है 10 गुराई मोचुकोतो गा देकिमास ने इमामादे चिखारा चुकाते सिगोतो सिताकै के गारिमास का अहिलेसम्म पावर लगाएर कुनै काम गर्नु भएको छ भन्यो भने भन्दिदा हुन्छ हाई वतासिनो खाचुको वा नो खा ननोदे खाजुको नो सिगोतो नि तेचुदाई ओ सिमास्ता ततोएबा मेरो परिवार चाहिँ फार्मर नो खा भनेको फार्मर भएकोले परिवारको काममा हेल्प गरेको छु फर एक्जाम्पल ने जिमेनो हत्तारी जमिनलाई खन्ने चुकुत्ता यासाइतो कुदामनो हाकोन्दारी उत्पादन भएको फलफुल तरकारीहरूलाई चाहिँ हाको बिमास गर्ने ओसार पसार गर्ने नादो स्ताके केंगा आरिमास सोरेनी म चिखारा खाइमास यो चाहिँ गरेको छु यसमा पनि पावर चाहिँ लाग्छ है यसरी भन्न चाहिँ सक्छ यो पनि याद अथवा वदासी भन्नु खाजुको नो ग्यो नसिगोतो तेचुदाइमास्ता सोकोदे जिमेन चुचियो होत्तारी जिमेन नभन्दा चुची भन्दा नि हुन्छ म चुची भन्दै सिकाइरहन्थे चुची नै भन्नु त्यही सजिलो हो चुची भनेको माटो खन्ने जिमेन भनेको जमिन खन्ने होरिमास भनेको खन्ने है चुचियो होत्तारी
野菜と果物を運んだりなどした経験があります。यसरी चाहिँ भन्नु होला यदि पावर लगाएर गरेको काम छ भन्ने सोध्यो भने毎日健康管理はどうやってしてますか毎日健康管理毎日भनेको थाहा छ健康管理भनेको वर्ड याद गर्नु管理भनेको म्यानेजमेन्ट健康भनेको स्वास्थ्य स्वास्थ्यको म्यानेजमेन्ट どうやってしてますかकसरी गरिरहनु भएको छ毎日健康管理はどうやって知ってますかअथवा健康管理はどうやって知ってますかतपाईको स्वास्थ्य म्यानेजमेन्ट चाहिँ कसरी गरिरहनु भएको छ भनेर सोध्दिन सक्छ है यससँग रिलेटेड क्वेशन हो है यो यहाँ छैन यो लेखेको छैन याद गर्नु होला健康管理कसरी गरिरहनु भएको स्वास्थ्य म्यानेजमेन्ट कसरी गरिरहनु भएको छ भनेर सोध्यो भने 毎日ヨガをしたりヨガगर्ने जगिङをしたりजगिङ गर्ने जिमに行ったりजिम जानेなどを知ってますआदि इत्यादि गरिरहेको छु अनि यासाई कुदा मनो ताबेदारी गर्दा हुन्छ होला नि यसै चाहिँ हुन्छ सेन्से यस्तो जानी हुन्छ कि त ब्रान्चो योई स्योको जीवो दोरी यो कुनेते दोकी उना उदौसिमास ठिक छ दाइजो ब्यालेन्स डाइट खाइरहेको छु भन्दा नि मिल्छ दाइजो त्यसले अब यसमा खानदान नै हो त ने सजिलै भन्दाखेरि जस्तो फ्रेस खानाहरू खान्छु आतरासी ताबेमोनो ताबेमास आतरासी कुदामोनो त यासाई हो ताबेमास ताकुसान मिजु नमेमास टन्ने पानी खान्छु जंक फुड हो ताबेनायो निस्तेमास जंक फुडहरू चाहिँ नखाने गरी गरिरहेको छु ने दे योगा सूर्य निस्तेमास योगा गर्ने गरिरहेको छु जगिङको सूर्य निस्तेमास जगिङ गर्ने गरिरहेको छु नान्दे भने नान्तका जे भन्दा नि हुन्छ गफैलाई दिने हो है यसरी चाहिँ खानदान नै भन्नुभयो भने जनजन दाइजीको केनको खान्री भनेर सोध्यो भने स्वास्थ्य म्यानेजमेन्ट भनेर सोध्यो भने है यसरी चाहिँ ओके सही गतो देशले केनको खान्रीसम्म पनि पुग्न सक्छ मुजिखासी भन्ने वर्डबाट गयो है त्यहाँसम्म हेर्नु कति क्रस क्वेसन आउँछ जहाँ पनि चिन्न सक्छ जगिङको माइनिची नाम पंगुराई सिमासका जगिङ गर्छु भन्नु भने कति मिनेट गर्नुहुन्छ भनेर सोध्नु है कसैले उन्दो सिमास भन्नुहुन्छ अब उन्दो भन्दा बित्तिकै प्रकारको उन्दो हुन्छ त्यहाँ तपाई साक्का खेल्ने पनि उन्दो नै हो जिम जाने पनि उन्दो नै हो रनिङ गर्ने पनि उन्दो नै हो साइक्लिङ गर्ने पनि उन्दो नै हो उन्दो भित्रै पर्छ है कस्तो खालको उन्दो गर्नुहुन्छ भन्छ दोन उन्दो सिमासका भन्ने उन्दो सिमास भन्दा बित्तिकै साइक्लिङको सिमास जगिङको सिमास भन्दा हुन्छ माइनिची 10 किलोमिटर कुरा हासिरु योनिस्तेमास 10 किलोमिटर रनिङ गर्ने गरिरहेको छु भन्दा नि हुन्छ हैन जे भन्दा नि हुन्छ है केनको खान्डीमा चाहिँ याद गर्नु होला यस्तो कुराहरु सोध्न सक्छ तो त्यसले यो चाहिँ चिबार आजको लास्ट गरौँ ल यो चाहिँ 8 बजिसक्यो मन टाउको दुखिरहेको छ एकछिनमा सुत्छु है आज फर्केको पानीमा भिजी दोकोन शिवसिन देशका अथवा शिवसिन के दोको देशका यो भनेको चाहिँ तपाई कहाँ जानु भएको भन्ने जस्तो क्वेशन लाग्ने हो जापान हुँदाखेरि हामीलाई चाहिँ सोध्थ्यो है दोकोन शिवसिन देशका नेपाल र शिवसिन देश भन्थे म नेपालबाट आएको हो भन्थे ठेगाना चाहिँ मेरो नेपाल हो भन्थे तपाईले सोध्यो भने चाहिँ अब तपाई बस्ने कहाँ जस्तो कोही बुटोल बस्नुहुन्छ भने नेपाल र नबुटोल शिवसिन देश ने यसरी भन्दा चाहिँ हुन्छ शिवसिन चिवा नेपाल र नबुटोल तो कोरेस नेपालको बुटोल भनिने ठाउँ हो नेपाल र काठमाडौँ तो कोरेस नेपालको काठमाडौँ भनेर भनिने ठाउँ शिवसिन चाहिँ भनेर भन्नु है अर्को फुरोसातो यसैमा आइहाल्यो फुरोसातो भनेको पनि सेम नै हो होम टाउन भनेको है फुरोसातो दोको देशका फुरोसातो चाहिँ कहाँ हो तपाईको भन्यो भने फुरोसातो त्यही नै हो जहाँ शिवसिन चाहिँ भन्नुहुन्छ त्यही नै फुरोसातो भन्दैन जनजनता देश केही फरक पर्दैन है फुरोसातो नेपाल र काठमाडौँ तो कोरेस मेरो होम टाउन चाहिँ नेपालको काठमाडौँ हो बुटोल हो बुटोल तो यु तोकोरो भनेर भनिने ठाउँ भन्यो है बुटोरु तो यु तोकोरो देश बुटोल भनेर भनिने ठाउँ हो भनेर चाहिँ आन्सर दिनु
फुल एन्सर दिनु होला है। यति चाहिँ याद गर्नु। आज यति मात्रै भयो भने त च्याउसे तान्छेले टाइम खाइदियो के पनि छैन। कहिलेकाहीँ राम्रो चिजको लागि टाइम दिनु पनि पर्छ है। क्लियर हुनुभयो होला, क्लियर हुँदै जानु। यति चाहिँ आज गरौँ है। र भोलि जतिजना आउनु भएको छ खाइगएको भोलि म टाइम दिन्छु तपाईँलाई अलिकति मिलाएर है। टाइम दिइसकेपछि भोलि चाहिँ खाइगएको ल्याङ्ग्वेज चेक हुन्छ तपाईँहरूको। मैले ग्रुपमा क्वेसन पनि पठाइदिएको थिएँ, कतिको याद गर्नुभयो। जसको राम्रो छ उहाँहरूलाई इन्टरभ्यूमा पालो, जसको राम्रो छैन उहाँहरूले प्रिपेयर गर्दै बस्नु। हजुर मेरो डेट लिएको छु तर मेरो स्किल पास गरिसकेपछि हुन्छ तपाईँको। मैले 1-2 जना चाहिँ विदाउट स्किलको पनि जोइन गरेको छु तपाईँहरूलाई है। प्रिपेयर गर्दै जानु, पालो आउँछ तपाईँहरूको। पहिलादेखि टचमा हुनुहुन्थ्यो त्यही भएर राखेको, नत्र भने स्किल पास नगरेकोलाई म इन्ट्री नै दिँदैन ग्रुपमा है। ठिक छ, तपाईँ अहिले चाहिँ प्रिपेयर गरिरहनु। स्किल पास हुनुहोस्। स्किल पास हुनुहोस्। स्किल पास मेरो त्यहाँ एकजना साथीले गर्नुभएको थियो, मैले जोइन गरेको थाहा पाएर हजुरलाई फोन गर्नु भएको थियो अनि मलाई जोइन